जनालाई यति बेला हामी दलदलेमा छौँ। विशेष गरेर नेपालमै केही गर्छु भनेर यो होटल सञ्चालन गर्नुभएको छ, होटल एमआइडी। यो अत्यन्तै राम्रो। हामी आउन त पहिलोचोटि आयौँ, फेरि पनि हामी आउने चाहिँ एउटा अवसर पनि मिल्नेछ। यहाँको आतिथ्यता, यहाँको माया प्रेम सद्भाव छुट्टै छ। हाइवेमा भएको कारणले तपाईँ पनि मेची महाकाली गर्दै हुनुहुन्छ भने होटल एमआइडीमा बासा बस्दिनु होला। कति राम्रो, कति राम्रो। एमलाल दाइले भनेकै शब्दलाई सापटै लिएँ। अत्यन्तै राम्रो एउटा व्यवसाय, सबैको राम्रो होस्, शुभकामना। यो बेलामा होटल व्यवसाय अलिकति कमजोर जस्तो भइरहेछ, राम्रोसँग चलिरहेको छैन। धेरै होटल व्यवसायमा लगानी गर्नेहरू आत्तिएको अवस्था पनि छ। तर एमआइडी होटल अति राम्रो बनाउनु भएको रहेछ। यहाँ हजुर यो काउसिती नवलपुरतिर आउँदै हुनुहुन्छ, सिजी आसपासतिर आउँदै हुनुहुन्छ, दलदले आएर कहाँनिर बस्ने होला भनेर सोच्नु भएको छ भने धारापानी, दलदलेबाट धारापानीतिर जाने अगाडि लगभग 300-400 मिटर पनि छैन होला, 200 मिटर अगाडिपट्टि 300 मिटर अगाडिपट्टि राइट साइडबाट अलिक भित्रपट्टि छिर्यो भने एमआइडी होटल आइन्छ। यहाँ आउन आग्रह गर्छु। आज हेमलाल दाई, म, प्रिय मेरो अग्रज मित्र सन्तोष सर हामीसँगै आउन पाउँदा अति खुसी छौँ। मित्र थोरै केही जाओस्। नेपालको मध्यबिन्दुमा रहेको यो होटलमा तपाईँहरूले एकदम आरामसँग आरामदायी बास बस्न सक्नुहुन्छ। एकपटक हामीलाई सेवा गर्ने मौका दिनु होला, यही भन्छु।